मलाई चिया? दुनियाँको बुढालाई चिया पकाएर खुवाउने चलन छैन। हन मैले गल्ती गरेको हो र? होइन, सबै छोरा मान्छेले हाँस्ने बोल्ने त राखिहाल्छ नि, मैले मात्र गरेको हो र? तर अरूको चाहिँ ढाक्छ फोन छ। तिनीहरूको समाज राम्रो हुन्छ नि त। आफ्नो त समाज नै पुलिसभन्दा कम छैन। सब सिआइडीवाला छ। सालाहरू, यो मेरो गल्ती नै होइन, सब समाजको गल्ती हो। तैँले राम्रो काम गरिस् होइन? समाज उठाएर ल्याएर आफ्नो बुढाको बेइज्जत गरेर। आफ्नो इज्जत आफै राख्नुपर्छ। आफू चाहिँ आफ्नो इज्जत दुनियाँलाई बाँड्दै हिँड्छ, अनि के मैले सम्हालिदिनु पर्ने तिम्रो इज्जत? धेरै नबोल है। आफ्नो बुढाको इज्जत त आफ्नो बुढीले सम्हालेर राख्नुपर्छ समाजको अगाडि। राखो, के म इज्जतको ठेकेदार हो र? राख्नलाई इज्जत? अहिले मैले त्यस्तै गरेको भए के तैँले मेरो इज्जत राख्थिस्? तैँ दुनियाँसँग सुतेर आउने, अनि तेरो इज्जत चाहिँ के मैले राखिदिनु पर्ने? तैँले यो सब गरेर तैँले के सम्पत्ति पाइस्? आफ्नो बुढाको इज्जत गिराएर? तेरो पापको दुःख तैँले भोग्नुपर्छ, म त भोग्दिनँ। जहाँ जान मन लाग्छ जाँदा हुन्छ। अब तँ जान निस्केर, यो मेरो सम्पत्ति हो। तैँले हस्तक्षेप गर्छु भनेर सोचेकी होला? म कान्छी ल्याएर बस्छु यही घरमा। लु 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 ले ले लु ले, तैँले पनि कान्छी बुढी ल्याउँछस् भने म पनि कान्छा बुढा ल्याएर राख्छु, बुझिस्? हेर त पोथी बासेको पख्न। तँलाई कसरी साइड लाउनुपर्छ मैले जानेको छु।